हेलो गाइज, नमस्ते नमस्ते सम्पूर्णमा। के तपाईँहरू पनि जापानमा हुनुहुन्छ अनि त्यसपछि रुम सर्दा सर्दा दिक्क हुनु भएर डान्चीको रुम भर्ने विचारमा हुनुहुन्छ भने आजको लागि यो भिडियो युजफुल हुनसक्छ है त। मैले पनि डान्ची भरेको हो कि जापान आएको 7-8 वर्ष भए, कति ठाउँमा रुम सर्नु बहुत आनन्द हुन्छ भनेर मैले चाहिँ डान्चीको रुम भरेको थिएँ। खासमा चाहिँ डान्ची चाहिँ अलिकति बच्चाहरू भएको मान्छे अनि त्यसपछि बुढाबुढी भएको मान्छे, बुढाबुढी एजेड मान्छेहरू छन् भने चाहिँ प्रायोरिटी चाहिँ त्यसलाई दिँदो रहेछ। तर कहिलेकाहीँ चाहिँ न्युली कपलहरू हुन्छन्, 2जना मात्रै भए पनि पर्दो रहेछ होइन। त्यसको चाहिँ उदाहरण म आफै हो क्या। हामी चाहिँ 2जना मात्रै छौँ नि त, त्यही भएर मैले चाहिँ 2टा रुम मात्रै भएको डान्ची भरेको थिएँ कि, किनभने धेरै रुमहरू भएकोमा चाहिँ धेरै मान्छेलाई प्रायोरिटी दिन्छ, हाम्रो चान्स कम हुन्छ नि त। त्यही भएर 2जना मात्रै छौँ, 2टा मात्रै रुम अनि एउटा किचन भए त पुगिहाल्छ भनेर त्यही भरेको थिएँ। फाइनल्ली मलाई चाहिँ रुम परेछ है, नजिकै छ, कोबेमा हो, एकदम सिटी एरिया हो, एकदम चान्स कम हुन्छ क्या यतातिर चाहिँ पर्दैन। अनि काम गर्ने ठाउँ नजिकै 5 मिनट लाग्दैन क्या मलाई चाहिँ परेछ। आज भर्खर मैले खागी लिएर आएको अनि यो हेर्न जाँदैछु। ल हेरौँ है त। यो चाहिँ ढोकाबाट छिर्ने बित्तिकैको एउटा सेपरेट रुम हो। रुम ठिक्कको छ, खासै ठुलो छैन। अनि यो सामान राख्ने, यसमा चाहिँ सामान राख्ने ठाउँ अलिकति सानो रहेछ है, तर ठिकै छ। 2जनालाई मात्रै हो, त्यति धेरै आवश्यक नपर्ला। अनि यहाँनिर जाल खोल्ने बित्तिकै चाहिँ बाहिरको हरियाली एकदम राम्रो छ, एक तलामै भएर राम्रो देखिएको छ। अनि त्यसपछि यहाँबाट जाउँ कि छैन त सँगै हेरौँ। ल यो चाहिँ टोइलेट हो, टोइलेट छ। अनि यतापट्टि चाहिँ सामानहरू राख्नको लागि होला है, यो टोइलेटको बाथरुमको सामानहरू राख्नको लागि होला यो छ। अनि यहाँबाट जाउँ, यहाँबाट गएपछि चाहिँ यो सेनमेन्दा, यो चाहिँ अलिकति साँगुरो लाग्यो। अनि त्यसपछि यहाँ सेन्ताको राख्ने ठाउँ, अनि यो भित्र भयो ओफुरो र स्यावा नयाँ छ है, राम्रो लाग्यो। मैले चाहिँ डान्चीको घर अब पुरानो होला के छ, ओफुरोहरू पनि छैन होला भन्ने सोचेको थिएँ। तर यो चाहिँ अलिक पछि बनेको घरहरू भएर होला, सबै सामानहरू रहेछ। एउटा एसी चाहिँ छैन, अरू चाहिँ सबै छ। अब एसी चाहिँ राख्नुपर्ने छ। अनि यो यहाँ किचन भयो, किचन पनि ठुलो छ, फराकिलो छ, अहिलेको भन्दा चाहिँ फराकिलो छ होइन। अनि यो मजाले सामान राख्ने ठाउँहरू पनि छ, किचनको भाँडाकुँडा सामानहरू राख्नलाई मजाले ठाउँ स्पेस रहेछ, फराकिलो छ, मन पर्यो। अब यहाँबाट जाउँ, यो चाहिँ तातामीवाला रुम हो। यो रुम चाहिँ ठुलो छ। अनि त्यसपछि सामानहरू राख्ने ठाउँ पनि कति ठुलो रहेछ क्या, मजाले सामानहरू राख्न मिल्ने रहेछ। यो 3